नमस्ते, म देवचुलीको ठ्याक्क अहिले यो गुफाको प्रवेशद्वारमा आइपुगेका छौँ हैन। यस्तो बनाएको रहेछ। यहाँ छ यहाँ पूजाआजा गर्ने गर्छ यो वैशाख पूर्णिमाको दिन। ठ्याक्कलाई हैन, आफ्नो भाकालाई के छ तिनका मायालाई यस्तो गरेर पूजा गर्ने गरिन्छ भने सरला र यहाँ देख्न सकिन्छ यो देवचुलीको गुफा हैन। यहाँको के चाहिँ आफ्नो ठाउँमा छ, तर यति तल छ। यहाँ पूजाआजा गरिन्छ। उता यस्तो छ हैन, माथि यस्तो भिर। अघि साथीहरूले दोसु बालिसकेको छ हैन, यहाँ बलिरहेको छ तल। तर हामी अहिले पछाडि थियौँ, म तल झरिनँ किनभने मेरो जुत्ता छ नि त, जुत्ता छ, त्यही कारण म तल झरिनँ। मैले यहाँबाट भिडियो बनाइरहेको छु है। तपाईँहरू पनि अब नवलपुरको अग्लो डाँडा हैन, देवचुली डाँडामा आउनु होला। देवचुली माथि टावरमा पुग्नुभन्दा अगाडि यहाँ एउटा गुफा छ, तिनकन माईको गुफा। त्यहाँ आएर अवलोकन गर्नु होला। यहाँदेखि भित्र जान सकिन्छ, कता कता उता जान सकिन्छ। यहाँ काठको भर्याङ यसरी बनाइदिएको छ। यहाँ पूजा गरिन्छ मजाले, तिनकन माईले पूजा गरिन्छ। यसरी हेर्न सकिन्छ। म अहिले यताबाट रिटर्न हुँदैछु र ब्याक हुँदैछ गाइस। तपाईँहरू पनि आउनु होला घुम्नलाई देवचुली डाँडामा। यहाँबाट नवलपुर सबै ठाउँ देखिन्छ है। यसरी टक्का लाएर यसरी बनेको छ हैन। यहाँ रेलिङ छ, त्यो पाहाड छ है गाइस। त्यो ढुङ्गासँग बनेको यस्तो छ। ल, तपाईँहरू अवश्य आउनु होला नवलपुर देवचुली डाँडामा।